हेलो एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको भिडियोमा चाहिँ म दक्षिण कोरियामा सुन्तलाको फार्मबाट सुन्तला कसरी टिपिन्छ, कसरी प्याकिङ गरेर बजारसम्म पुर्याइन्छ भन्ने कुराहरू देखाउन जाँदैछु। मैले काम गर्ने यी फार्महरूबाट कसरी सुन्तला टिपियो, कसरी प्याकिङ गरियो अनि कसरी बजारसम्म पुर्याइयो त आजको भिडियोमा चाहिँ म यो भ्लग मार्फत तपाईँहरूलाई त देखाउँदैछु है त। सबैभन्दा पहिला टिप्ने टाइम भएपछि बारीमा गएर सुन्तला टिपिन्छ। हामी चाहिँ दुईजना दाजुभाइ भएर टिप्दैछौँ। अरू बेलामा एकदम धेरै टिप्नुपर्ने छ भने अरू मान्छेहरू बोलाएर धेरैजना भएर पनि टिपिन्थ्यो भने हामी चाहिँ आज दुईजना मात्र भएर सुन्तला टिप्दैछौँ। अब यो टिपेको सुन्तलाहरूलाई ओसारेर अनि कन्टेनरमा खनाइन्छ। अब यो कन्टेनरमा अड्ने जति सुन्तला मात्र अडाएर यसलाई गोदाममा लगिन्छ। सुन्तलाको साइज छुट्याउने ग्रेडिङ गर्ने ग्रेडिङ मेसिन हुन्छ। अब यो सुन्तलालाई ग्रेडिङ मेसिनमा हालेर साइज अनुसारको सुन्तला छुट्याइन्छ। यसो गर्दाखेरि प्याकिङ गर्दाखेरि सजिलो हुने र अनि कसैले सानो सुन्तला मगाउने कसैले ठुलो सुन्तला मगाउने हुनाले त्यो गर्दाखेरि यो काम लाग्छ ग्रेडिङ गरेको सुन्तला। ग्रेडिङ गरिसकेपछि त्यो सुन्तलालाई अब यो अर्को मेसिनमा हालिन्छ। यो पनि ग्रेडिङ मेसिन नै हो हुन त, योबाट पनि साइज चाहिँ छुटाउन सकिन्थ्यो, तर यो प्रकारको सुन्तला चाहिँ यसमा ग्रेडिङ गर्न मिल्दैन। यसमा चाहिँ हामीले यो बाहिरको धुलोहरू सफा गर्नलाई र अलि राम्रो देखाउनको लागि टल्काउनको लागि यसमा हालिएको हो।
अब यहाँबाट सफा गरेपछि सुन्तला कति किलो हो, कति किलो चाहिने हो, कति किलो प्याक गर्ने हो, त्यसलाई हामी प्याक गर्छौँ। अब घरमा खानालाई कसैले मगाएको छ भने अलिक सस्तो प्राइसमा केही मूल्य घटाएर सस्तो प्राइसमा त्यत्तिकै बाक्समा त्यत्तिकै प्याक गरिन्छ भने यदि कसैलाई गिफ्ट पठाउनु पर्ने सुन्तला छ, कसैले गिफ्ट पठाउनुको लागि मगाएको छ भने त्यसलाई गिफ्ट सेट भनेर मगाउँछन्। त्यसको लागि चाहिँ अलि दुःख गरेर प्याकिङ गर्नुपर्छ, मूल्य पनि अलि बढी नै पर्छ त्यसको लागि। अब कति किलोको चाहिएको हो त्यो अनुसारको हामीले यसरी प्याकिङ गर्छौँ। अब यो कम्पनीमा साउको नम्बरमा अर्डर आएको हुन्छ, यो यति किलो यो मान्छेलाई, यति किलो यो मान्छेलाई भनेर अर्डर आएको हुन्छ। त्यही अनुसारको पैसा पठाइदिएर अनि लोकेसनहरू पठाइदिएको हुन्छन्। त्यही अर्डर अनुसारले हामीले बक्स तयार गरेर अनि त्यति किलो बनाएर रेडी गरेर राखिन्छ। यति गरिसकेपछि अब डेलिभरी गर्ने गाडी आएर यो सुन्तलाहरू लिएर जान्छ अनि जसको ठाउँमा पुऱ्याउनु पर्ने हो यहाँ टाँसेको छ लोकेसन एड्रेस अनुसार अनि यो त्यो ठाउँमा जान्छ, पैसा खातामा आइहाल्छ होइन। यो एउटा सजिलो उपाय छ। यो यदि त्यसरी नै सुन्तला बेच्न सक्ने हो भने नेपालमा पनि गर्न सकिन्थ्यो होला, तर त्यसको लागि अब अलिकति सुरुदेखि नै गर्दै जानुपर्छ होइन। यो तरिका अहिलेसम्म खासै युज भएको देखाएको छैन नेपालमा मैले। कोरियामा यहाँ चाहिँ प्राय गरी यही नै सिस्टम चलिरहेको छ है त। आजको भिडियोमा चाहिँ यति नै थियो। यो मैले काम गर्दाखेरि कसरी प्याकिङ हुन्छ, के गरिन्छ त्यो सामान्य तरिकाले देखाएँ। हुन त हाम्रो नेपालमा यसरी त चलेको छैन, तर यो पनि गर्न सकिन्छ है भनेर एउटा सानो केही न केही आइडिया त भयो नि त। मैले त्यसको लागि यो काम आफूले गर्दै गरेको काम देखाएँ। अब अर्को भिडियोमा भेट हुने नै छ। त्यति जेलसम्मको लागि बिदा चाहन्छु। बाई बाई, टेक केयर।